वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ हामी गाइजहरू हामी चाहिँ घुम्न आएको छौँ होइन, यहाँ कालिस्थान भन्ने ठाउँमा। अनि म तपाईँहरूले एकदम दामी भ्यू देखाउँछु है। वाउ, लुक एट दिस भ्यू, कस्तो राम्रो छ कि हेर्नु न। हामी चाहिँ यहाँ कालिस्थान आएको अनि यसो ड्राई पिकनिक गरौँ भनेर। अनि त्यहाँ पहाडी हेर्नु न कस्तो राम्रो देखेछ, हिउँ पनि परिरहेको छ। अनि यहाँ चाहिँ हामीले लाली गुराँस पनि देख्यो है, धेरै चाहिँ छैन तर एउटा ऊ त्यहाँ लागेको छ। अनि यहाँ तलतिर नि थियो है फुपू, वर्थ इट भयो कि भएन आउन? 2 घन्टाको 2 घन्टाको राइडिङ पछि होइन। अनि यहाँ चाहिँ लाली गुराँस यस्तो लागेको रहेछ, एउटा मात्रै छ गाइजहरू। अनि हामी टिपौँ भनेको तर यहाँदेखि तल झर्ने ठाउँै होइन। अनि हो माथि माथि नि गाउँहरू छ, कस्तो राम्रो पारी हेर्न सक्नुहुन्छ। गाउँै गाउँ चाहिँ कुन कुन ठाउँ हो त्यो चाहिँ हामीलाई थाहा भएन, तर एकदम दामी छ है भ्यू चाहिँ। अनि हामी चाहिँ अब यहाँ सबैजना मिलेर ड्राई पिकनिक गर्नलाई आएको। अब हामी चाहिँ बस्न ठाउँ हेरिरहेको छौँ, कहाँ बस्ने हो भनेर। छ त्यहाँ ठाउँ, फुलहरू लागेको छ यहाँ। कस्तो दामी यार, यतिको हेर्न पाएपछि त के चाहियो होइन र? अन्त देख लिया गाइस, यहाँ चाहिँ कति धेरै छ कि लाली गुराँस। अनि यहाँ तल पनि रहेछ तर हामी चाहिँ टिप्न जान सक्दैनौँ है। ऊ त्यहाँ पनि छ है, गुराँसको फुल पनि टिप्यौँ एउटा ऊ त्यहाँ माथि लागेको थियो नजिकमा। अनि त्यहाँ गएर चाहिँ हामीले गुराँसको फुल पनि टिप्यो। अनि त्यहाँ चाहिँ अब हाम्रो के हो खाने अरे क्या खानेपिने प्रोग्राम चलिरहेको छ। त्यहाँ चाहिँ निर्मला फुपू र रिङ्की फुपूले चटपटे बनाउँदै हुनुहुन्छ। त्यहाँ चाहिँ काम नपाएको मान्छेहरू यतिकै बसिरहेछन्। सो गाइस, यो चाहिँ हाम्रो टिम। यहाँ चाहिँ पछाडि मेरो नामकरणको ललिता राई हुनुहुन्छ, त्यहाँ चाहिँ नेहा रोका मगर, अनि त्यहाँ चाहिँ रिङ्की राई, अनि यहाँ यो घोप्टे परेको चाहिँ निर्मला राई, अनि यहाँ चाहिँ पिङ्की राई। मेरो चाहिँ हेर्नु एउटा कानको कहाँ खस्यो भने चाहिँ दुईटा एउटा निकालेर राखिदिएँ मैले, एउटा कहाँ खस्यो।